के छ केटाकेटी हो वेलकम टु माई न्यू ब्लग होइन अझै यस्तो घाममा टोक्ने घाममा कस्तो लाग्यो क्या घाम घामलाई बिदाई गर्नलाई पौडीमा जाँदै दुईजना ढ्याक्क लाएर यस्तो गर्मीमा माछा ल माछौँ यही गर्मीलाई च्यालेन्ज हान्ने हामीले माछौँ फुल हिसक्यो है दुईजनाले माया टोक्ने त्यो बालिने चोकमा ट्याक्कै हिँडिरहेको सोकेडा हो हामी चाहिँ पौडी खेल्ने ठाउँतिर आइपुग्न लाग्यो भनौँ आधी अब 15-10 मिनटमा पुग्छौँ हामी चाहिँ अनि यसले कुरिरहेको यो चाहिँ आइसक्यो होइन अनि एउटा यता छ तिनजना ट्याक्क होइन चिलमा चिलकै म्याच झाँक्ने बुझिनौ बाटोमा नि कोही छैन मुजी हामी चाहिँ यहाँ घुमाउने आइपुगिसक्यो के हो यस्तो लामो पानी नै पानी रहेछ रहनुमा चाहिँ सब भिज्छ के हामी चाहिँ घुमाउनेमा ट्याक्क मलाई बाटो चाहिँ दामी लाग्छ कि सही तरिकाले कि बाटो चाहिँ राम्रो छ यता यो नाम नि घुमाउने होइन बाटो नि पुरै घुमाउने टाइपको छ क्या उहाँ जाने होइन छाडा लाग्ने क्या हामी पहिला नाम फ्युचर स्टार उही रनमती भन्दा चिप्लिरहेर लामो टन्दै गइदिइरहेको क्या हामी पहिला लामो यहाँ डेन्जर फुटबल खेल्छ लामो अहिले त अहिले रिटायरमेन्ट हो नि त यहाँबाट रिटायरमेन्ट भइसक्यो अनि ट्र्याकको केटाहरूसँग आफ्नै जाँदैन बेलाउदी हन्टिङ हान्न लगाएर मुजेले कोही पाएको चढ्न त चढ यो ग्राउन्डमा हरि फेलिदिन्थ्यो यार मैले त के यस्तो घाँसै घाँस डेन्जर घाँस पला रहेछ यार गाह्रो छ नसक्ने लाइनमा केटाहरू तिनजना सर आफ्नै तरिकाले बस बुझेन केटा हप्सी होमा क्या मुजी त्यस्तै छ पारा काम दाम छैन तलतिर गयो बस्यो पौडी खेल्यो घर आयो भात खायो सुत्यो कामै रे रुटिनै त्यही भइरहेको आमा सिक्ने हामी चाहिँ मर्सन्दी पुग्यो को हो र यहाँ नि पौडी खेलिन्छ है ट्याक्क हो त्यहाँनिर पहिला खेल्थ्यो अहिले चाहिँ हामी पछाडि ठुलोमा जाने हो खै कता हो आइजम फेरि कहाँनिर आऊ भन्ने उनीहरू यहाँ हामी माथि हो होइन बुझ्नु त पऱ्यो नि त केटाहरू कहाँ छ माथि पारि गयो भने फेरि घामै घाम छ कि हामी चाहिँ पुलतर्फतिर है पुलतर्फतिर डेन्जर भइसक्यो माथि हेर न केटा डेन्जर पसिनामा मर्सान्दी चाहिँ डेन्जरै बढ्यो है माथि हेर केटा मर्सान्दी सर हामीले पहिला लामो त्यहाँ फ्युचर स्टार हुँदाखेरि यहाँनिर नुहाउन लान्थ्यो कि यतै कता हो कि त्यहाँ नुहाउन लान्थ्यो कि अहिले त पाल छैन माथि तर खोला चाहिँ डेन्जर बढ्यो लामो माछ झाक्ने जङ्गलमा मङ्गल हुँदैछ केटा हो र झन्डै काँचाको बोट बोक्यो यहाँ मुचेहरू कोही लान्छ मोजा त खोल्नै पर्ने हुन्छ क्या यार हिलो रहेछ हामी चाहिँ आइसक्यो खोलामा केटाहरू हाम फाल्ने कि होइन थाहा छैन आइपुग्यो माछिङ खोलामा
गाइस हामीले आइसक्रिम पौडी पनि खिचिसक्यो भिडियो बनाउने बिर्सेछ होइन खालि केटीहरू पनि छ त्यही भएर केटाहरू चाहिँ पौडी खेलेर त्यही हो ट्याक्कै 2 घन्टा अरे लडीहरू लडेको छ सायो पकडा अब हामीले पौडी खेलेर पनि आइसक्यो होइन एकजना यता छ एकजना आउँदैछ आनन्द छोरो बेला टिपिरहेको छ एउटा दिदीले चढेर मैले पनि 2टा टिपेँ केटाहरूले पनि खाइरहेको ट्याक्क लाएर सक्यो लगेडा अब हामी चाहिँ सोल्टीको अटोमा चढिसक्यौँ सोल्टीले पुऱ्याइदिन्छ ट्याक्क लाएर अनि एकजना चाहिँ त्यो चाहिँ बोतल पुऱ्याउनु कहाँ हो त्यही हो सिधा अहिले भेटौँला सक्यो